यो प्रधानमन्त्री चाहियो 5 सिटमा प्रधानमन्त्री चाहिँदैन 138 सिट चाहिन्छ कम्तीमा प्रधानमन्त्री पाउनु उहाँलाई त अहिले नि रहर छ होइन अब त्यो रहरले हुने भएको भए त कुराले चिउरा भित्ने भएको उहाँले त भनिसक्नु भयो यदि म प्रधानमन्त्री भएको भए सबैले हाँस्ने त्यो मौका पाउँथे त्यो त हाँसिहाल्थ्यो नि त्यसमा त अहिले पनि हाँसिराखेका छन् उहाँहरूलाई देख्दाखेरि उहाँहरूको काम देख्दाखेरि अहिले यसो मैले पूर्वकातिरका यसो साथीहरू कुरा सुन्छु त्यो साथीहरू अब के हो थाहा छैन यहाँ हामीलाई हैरान भएको थियो यो हैरानबाट उ गर्नलाई उहाँलाई जिताएर काठमाडौँतिर पठाइदिएछ होइन त्यहाँका जनता यो हल्ला गरेर मान्छेलाई बसी खान नदिएर मान्छेलाई उभि खान नदिएर मान्छेको पिरै चाहिँ मान्छेले जिताएर विकास होला निकास होला भन्दा पनि यताको हल्ला काठमाडौँतिरै जाओस् भन्ने चाहिँ उहाँहरूलाई लागेको रहेछ त्यसैले गर्दा अहिले कम्तीमा पूर्वेली साथीहरू हामीले ढुक्कले सुत्न पाछौँ भने जस्तो यसो प्रतिक्रियाहरू हेर्छु मैले मेरो कुरा भन्दा पनि तपाईँलाई भिडियोको तलको कमेन्टतिर यहाँ पूर्वमा हल्ला गरेर हैरान थियो काठमाडौँ पठाइदिउँ अब आनन्दै भयो भनेको जस्तो देशव्यापी भयो नि पूर्वबाट उहाँ केही छैन देशव्यापी अन्तर्राष्ट्रव्यापी राष्ट्रव्यापी मात्र होइन अन्तर्राष्ट्रव्यापी नै हुनुहोस् विश्वविख्यातै हुनुहोस् हामीलाई कुनै आपत्ति छैन काम गर्ने कुरा तर यति मात्र के हो भने विषम परिस्थितिको बीचमा भएको निर्वाचन र त्यसपछि बनेको सरकारले अहिले जे कर्म गरिरहेको छ विरोधको लागि मात्र विरोध गर्ने कुरालाई कहीँ कतै छैन राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षको भनाइ नसुन्ने होइन सदनमा उभिएर रोस्टरमा उभिएर एकजना प्रतिपक्षी सांसदले अर्थमन्त्री चाहियो भनेपछि 15 मिनट पछाडि उहाँ हाँसिरहनु भयो